गाइस ओटीबाट फर्किँदै अब ओटीबाट फेरि ड्युटीतिर लाग्दैछु गाइस हैन। अब सबै चाहिँ एकमुष्ट भोलि तपाईहरुलाई म यसको भिडियो दिनेछु, पुरा हेर्नु होला। ल अब दाजु ड्युटी लाग्ने हैन, अब ड्युटी जाने हो। अनि कस्तो भयो त नि आजको निन्द्रामा? अनि के छ त निन्द्राको सपनाहरू कस्तो देख्यो त नि? ठिकै हो। ठिकै हो। आज चाहिँ अनि केही देखेन? आज त परिहरुमा आएन, एक्लै सुतेको हो र। अब ड्युटी सुरु हुनेवाला छ। 20 घन्टा ड्युटी गर्नुपर्छ, पैसा पाउँछ। कति पैसा? 4000 नेपाली समथिङ 3035। गाह्रो छ हौ, गाह्रो छ। श्रम गरेर खानलाई गाह्रो छ। यताको 3035 हो न। अब के गर्ने? अब यस्तो छ। माफ गर्छ त हौ। दिनको 3035 है। अनि गाह्रो छ हौ परदेशमा। मान्छेले भन्न सजिलो छ, के गर्छ दाजु? भन्न सजिलो छ, परदेशमा गाह्रो छ हौ। अहिले चाहिँ ठिक बोल्यो भने मुखमै राइट हान्दियो कि मुखमै राइट चाहिँ नानु होला यार। अगाडि देखाउ न, कहाँ हेर्दैन? अब ड्युटी लाग्यो अनि हामी छुट्ने बेलाको भिडियो बनाउने छौँ। यसै गरी नै भिडियो अन्तिमसम्म हेर्नु होला। लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। हामी तपाईहरुकै साथमा हुनेछौँ। सुन्नुभयो नि हजुरहरूले? ल हाम्रो आइपुग्यो घर बस।